यो चाहिँ एकदम राम्रो काम है त सरकारको। जुन जेन्जी आन्दोलनमा भएको शहीद परिवार होइन, जुन घाइते भएका परिवारहरू हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ नेपालमै होइन व्यवसाय अथवा केही काम गर्नको लागि चाहिँ 50 लाखसम्म चाहिँ सरकारले होइन थोरै ब्याज होइन तिर्न सक्ने ब्याजमा चाहिँ ऋण दिने भएको छ है साथीहरू। त्यो जुन ऋण लिइसके पछाडि चाहिँ राम्रोसँग त थोरै ब्याज भएछ तिर्न सकिन्छ नि त होइन, र नेपालमै केही व्यवसायहरू केही गर्न सकिन्छ भनेर चाहिँ सरकारले यो नियम ल्याउन आँट्नु भएको रहेछ। यो चाहिँ एकदमै राम्रो। तर उहाँहरू जेन्जी जुन घाइते हुनुहुन्छ, जुन शहीद हुनुभयो, उहाँहरूको लागि मात्र नभएर क्या होइन, जसरी हुन्छ के गर्दा राम्रो हुन्छ, हामी आम जनताहरूलाई चाहिँ नेपाल सरकारले सहुलियत रूपमा चाहिँ ऋण उपलब्ध गराउनु पर्यो होइन, व्यवसाय गर्ने जुन वातावरण मिलाइदिनु पर्यो होइन। सोझा साझा जस्तै हुन्छ नि त, साना साना किसानहरू 10-15 लाख यताउति 8-10 लाख 5-10 लाख होइन 2-4 लाख लगानी गरेर केही खेती अथवा केही व्यवसाय गर्दाखेरि चाहिँ राम्रो हुन्छ कि भन्ने, उहाँ कसरी राम्रो हुन्छ त्यतातिर पनि ध्यान दिनु पर्यो क्या नेपाल सरकारले होइन। उहाँहरूको क्षति हुँदाखेरि कसरी सरकारले हेल्प गर्ने हो त्यो कुराहरू हेरिदिनु पऱ्यो क्या। तरकारी उयोहरू फलफुलहरू है अनेक सामानहरू उत्पादन भइसके पछाडि त्यहाँ बजारहरू कसरी व्यवस्थापन गरिदिने, नेपालमै कसरी बेच्न सकिन्छ, कहाँबाट बेच्न सकिन्छ, हो त्यस्तो कुराहरू चाहिँ मिलाइदिनु पऱ्यो क्या सरकारले पनि।